आज चाहिँ बसन्त तीर्थमको यो चोलुङ लिम्बूहरूको एकदमै ऐतिहासिक म्युजियम पनि हो प्लस पार्क पनि हो। यहाँ चाहिँ म चाहिँ घुम्न आएको छु। अब यहाँ चाहिँ के छ कस्तो छ अब यो म्युजियममा तपाईँलाई चाहिँ म तपाईँलाई यो दृश्य देखाउनेछु। तपाईँहरू यहाँ सबै लिम्बू हुन्छ हो? सबै लिम्बू नै। ए बोजुम लिम्बू पाँच तर दाबी तीर्थमा सबै मिसिएको त्यहाँदेखि खेम्पा तिङ गएन यो पार छ नि भाइ। यहाँ चाहिँ तपाईँको कस्तो भित्र छिर्दा कति टिकट पर्छ र बाहिरको चाहिँ बाहिरदेखि छिर्ने 50 हुन्छ। त्यो म्युजियम दुईटाको चाहिँ 100 भित्र छिर्न पाइयो 100 तिरेपछि पाइयो। टिकट यहीँबाट काटेर जानुपर्छ कि त्यसको लागि? यहीँबाट काटेर जानुपर्छ। ओरिँदैन त्यो खिचेको त बोकेको त यसले पछि मजाक हुँदो रहेछ है कुरा हो। आमा सामाङ आइदिँदै गरेको होइन किमगुलो झट्टै हेर्दाखेरि चाहिँ पुर्खाहरूले युद्धको लागि बनाइएको गढी जस्तो देखे पनि यो गढी भने चाहिँ होइन, यो चाहिँ लिम्बूहरूको कथा र गाथा बोकेको पार्क प्लस सङ्ग्रहालय हो। यहाँ चाहिँ वरपरका हरियाली साथै रतरम्म लालीगुराँसका दृश्यहरू चाहिँ यहाँ चाहिँ हेर्न पाइने रहेछ। चिसो ठाउँ होइन, यो ठाउँ ठाउँमा यसरी ढुङ्गाले अब खम्बाहरू गाडिएको छ। यो चाहिँ पूजा गर्ने ठाउँहरू हाम्रो लिम्बू जातिहरूको। यो थुप्रै ठाउँमा यसरी चाहिँ ढुङ्गाहरू गाडिएर चाहिँ यसरी बनाइएको छ। यसको चाहिँ आफ्नो विशेषताहरू छ। हिँड्दै जाँदाखेरि ठाउँ ठाउँमा चाहिँ चाइनाको ग्रेट वालको भाइब्स पनि दिने ठाउँहरू रहेछ। यो बिचमा ढुङ्गा अनि ढुङ्गाको ठुलो खम्बाहरू गाडिएको चाहिँ बारेमा चाहिँ डिटेली रूपमा जान्न चाहनुहुन्छ भने यो पार्कमा रहनुहुने स्टाफहरूसँग चाहिँ तपाईँहरूले चाहिँ समन्वय गरेर डिटेली रूपमा बुझ्न पनि सक्नुहुनेछ। राम्रो ठाउँ रहेछ चोलुङ पार्क। ठाउँ गजबको मजा रहेछ। म चाहिँ सङ्ग्रहालयतर्फ जाँदैछु। सङ्ग्रहालयमा चाहिँ भित्र चाहिँ फोटो खिच्न पाउँदैन भन्छ, तै पनि यो चाहिँ ढुङ्गे धारा रहेछ होइन। ढुङ्गेधाराको पानी छैन त्यसरी खाने त्यस एउटा इतिहास हो। पहिले अब हामी पहिले कहाँ हुन्छ त यो होइन, फलाम सलाम पाइप साइप के हुँदैन थियो नि त, कुवा यो कुवा अनि यता परको चाहिँ ढुङ्गेधारा हुन्छ। यो छ यो रुखको बोटमा चाहिँ के छ भन्दा के सुनेको थिएँ भन्दाखेरि यो चाहिँ के अरे भन्दाखेरि चाहिँ मान्छे चाहिँ कसरी बन्यो भन्ने चाहिँ एउटा यो उयो अरे क्या। तपाईँको यो पानी त्यसपछि अनि खरानी त्यसपछि अनि यो के भन्छ खै बाख्राको पाइला अनि रुखको के भन्छ यो पानी जमेको छ रुखको टोड्कामा यो चारवटा तत्त्व बनेर चाहिँ हामी मान्छेको शरीर बनेको अरे भनेर चाहिँ मैले कता होला पहिले बुढाबाहरू पुर्खाहरूले प्रयोग गरेको चिजहरू चाहिँ यहाँ चाहिँ राखिएको हुन्छ। त्यसो गरेर अब अहिले त छैन नि त त्यस्तोहरू। अहिले अब इन्टरनेटको जमाना भन्यो यो भन्यो त्यो भन्यो सबै चिजहरू अब त लोप भएर गइसक्यो नि त। सो त्यो पुरानो चिजहरूलाई चाहिँ यहाँ चाहिँ सुरक्षा गरेर चाहिँ मान्छेहरूले चाहिँ राखेको छ। म्युजियम नजिकै आइपुग्दाखेरि फेरि अर्को ढुङ्गाको फेरि त्यस्तै ठाउँ भेट्यो। यो चाहिँ पहिले पूर्वकालमा चाहिँ गाउँहरू पातलो हुँदाखेरि अब ठुल्ठुलो हल भवनहरू नहुँदाखेरि चाहिँ यो चाहिँ मिटिङ बस्ने होइन भेला हुने ठाउँ अरे भनेर चाहिँ मैले चाहिँ बुझेँ। गाउँमा घरहरू पातलो हुन्छन्, टाढा हुन्छ, तर मन अनि सम्बन्ध एकदमै नजिक हुन्छ।
अहिले सहर बजारमा घरहरू नजिक नजिक हुन्छन् तर सम्बन्ध अनि मनहरू टाढा टाढा हुन्छन्। खै कता गए अचेल ढुङ्गा माटो अनि खरले छाइएका घर, त्यसमा कमेरो र रातो माटोले जेके हानेका घरहरू हामीले सबै बिर्सिसक्यौँ अचेल। कहाँ गए मकैको बाहाँ अनि कता गए रातो माटोका डल्लाहरू होइन। यो घरको मुनिपट्टि यो रातो माटोको डल्लाहरू देख्नुभएको छ होला। यो चाहिँ पहिले हाम्रो पुर्खा बाजे बज्यूहरूले चाहिँ यो चाहिँ रातो माटोले लिप्नु पर्ने, कमेरो लिप्नु पर्ने हुन्थ्यो नि त घरहरू। त्यतिखेर चाहिँ यो चाहिँ यसरी मुसेर चाहिँ डल्लो पारेर यो चाहिँ स्टोरेज गरिएको हो। यसलाई चाहिँ अलिकति फुटाउँदै लिप्ने गर्नुहुन्थ्यो हाम्रो पुर्खाहरूले। काठको ढोकामा साङ्ली अनि तालसा लगाइएको यो ढोका हो। आजभन्दा 30 वर्ष 40 वर्ष अगाडिबाट यो सुरु भएको हो। अब अहिले त यस्तोहरू पनि देख्न छाड्यो। यो जुन अगाडिको देखेको यो दृश्यहरू सिकुवा भन्छ यसलाई, सिकुवा। अनि दायाँ बायाँ काठको बस्ने ठाउँहरू छ। ती चिजहरू चाहिँ माटोको बनेको हुन्थ्यो। माटोको डाँडा बनाएर त्यसरी बस्ने ठाउँहरू बनाएको हुन्थ्यो। अनि यस्तो यो पुरानो घरहरूलाई चाहिँ अब हाम्रो लिम्बू समुदायले चाहिँ एउटा झगडा गर्नुपर्छ, हाम्रो अब आउने पिँढीलाई देखाउनुपर्छ भन्ने एउटा नियतले चाहिँ यो चिजहरू चाहिँ यसरी यहाँ चाहिँ बनाएर सजाएर राखिएको छ। घरको बाहाँभरि मकै झुन्ड्याइएको, अझ नाटेर हाम्रो पुर्खाहरूले चाहिँ बाँसको अथवा रुखको थाङ्ग्रो बनाएर त्यसमा पनि झुन्ड्याइने चलन थियो। यो घरको ढोकाको दायाँ र बायाँमा चाहिँ यसरी रातो माटो र कमेरोले चाहिँ यसरी चाहिँ बुट्टा हान्ने चलन पनि थियो हाम्रो लिम्बू समाजमा चाहिँ। यो सङ्ग्रहालयभित्र चाहिँ एकदम पुरानो कुराहरू चाहिँ राखेर चाहिँ एकदम ढमक्क एकदम सजाइएको रहेछ। यसभित्र चाहिँ भिडियो फोटो चाहिँ खिच्न मनाइ रहेछ। सो अब चाहिँ यो घुमेर चाहिँ म चाहिँ बाहिर निस्किसकेको छु। अब फेरि म चाहिँ अब एकपल्ट यो पुरानो घरहरूलाई अवलोकन गर्दै अगाडि बढ्नेछु। ड्रेस हो बहिनी, यो कुन जातिको हो यो ड्रेस चाहिँ? गुरुङको। कति तिर्नु पर्दो रहेछ नानी? हो र, तिर्नु भएको छैन? ओके, यो गुरुङको ड्रेस रहेछ। यहाँ चाहिँ सबै जातिको ड्रेसहरू चाहिँ किन के भन्छ लगाउन पाउँदो रहेछ। अघि बहिनीलाई सोधेको 300 रुपियाँ पर्छ अरे भनेर सुनेको थिएँ। यहाँ घोडाहरू पनि रहेछ। घोडाहरू पनि चढेर चाहिँ ए हो
त्यहाँ पल्लो साइडतिर चाहिँ मृगहरू मृगहरू पनि छ छ दुम्सीहरू राखेको छ ए हो र जिउँदो कि मरेको मयुरहरू छ जिउँदैछ हो र जिउँदैछ डल्लै जाउँ न त्यो बारदेखि चाहिँ यो घोडा चढेको चाहिँ कति लिँदो रहेछ है 100 रुपियाँ कति कता घुमाउँछ वरिपरि एक राउन्ड हो खोइ कहाँ हुनु को हुनुहुन्छ त चढिदिउँ न त भाइ पर्दैन उहाँ खुट्टा लगाउनुहोस् हिँड्दैन ल आफ्नो आफ्नो बाटो जान्छ लाली गुँरास ढकमक्क फुलेछ घडा जस्तो सारा यहाँ चाहिँ हजुर पक्क गुँरास फुलेको छेउमै आइपुग्नु भयो अलिक छोटै तान्दाखेरि चाहिँ हजुर अब सकियो त अनि जान्दै पारि अब सकिँदो रहेछ त अनि कम्ती ज्ञानीको छ है एकाउन्ट हान्ने आएर थपक्क बस्दिने नि त हुँदैन यसरी आमै यहाँ यो पहिले हाम्रो बुढापाकाले चाहिँ के भन्छ घिउ हाल्ने हो यो खै यो के हो यस्तो धुलो यस्तो रहेछ यो के हो मैले थाहा पाएँ चिनिनँ यो कुखुराको खुङ्गी यो हाम्रो यो चाहिँ पेरुङ्गो कसैले हामीले लाँदाखेरि चाहिँ लिम्बूहरूले चाहिँ पत्ता यसमा लाएर चाहिँ कसरी लानुपर्छ होइन यो फुट मुखीको के भन्छ थाहा भएन यो बाँसको के हो नामहरू थाहा भयो त्यो हाँडी होला पेरुङ्गोहरूमा यसरी राख्थ्यो अनि यो चाहिँ कोल भन्छ कोल यो नेपालीमा यो चाहिँ तेल पार्ने हो पहिले अब मिलहरू नहुँदाखेरि त्यसमा यो तेल पार्ने हो तपाईँहरूले कति यो चाहिँ ओखली जस्तो लाग्यो यो के धानहरू पिस्ने हो पहिला ढुङ्गाले अब होइन पुर्खामा मिलहरू नहुँदाखेरि धानहरू अनि मकैहरू के पिस्ने ठाउँहरू रहेछ अनि यहाँ माथि चाहिँ के छ हेर्छु म है त ओहो यो हाम्रो लिम्बूहरूले चाहिँ पहिले चाहिँ लुगाहरू चाहिँ यो खाडी भन्छ नि त खाडीको लुगाहरू अनि होइन केहरू बुन्दाखेरि लगाउने तानहरू यस्तो खालको हुन्थ्यो यो यस्तो हुन्थ्यो यो बस्ने ठाउँ भयो यो बस्ने ठाउँ भयो यस्तो हुन्थ्यो यस्तो हुन्थ्यो यो अहिलेको त अब अलिकति अब के भन्छ फाल्टो टाइप भन्छ यो हाम्रो तान के भन्छ लुगा बुन्ने कपडा बनाउने मेसिन भनौँ न अब पहिले कारखानाहरू मेसिन बनाउँदाखेरि यति लामो यहाँबाट यहाँदेखि यो चाहिँ टोपीहरू चलाएको फोटोहरू अलिक यो चाहिँ कपडाको दौरा सुरुवालहरू चिठीहरू बुन्नको लागि बनाएको